जय आज मिति 2082 कार्तिक 29 गते चापागाई परिवारबाट त्रिपिण्ड श्रद्धा त्रिवेणी धाम हामी जान लागिरहेका छौँ। धेरै चापागाई खैरेनी बर्दघाटदेखि लिएर धेरै ठाउँबाट उपस्थित हुनुभएको छ। चापागाई परिवार है यो। चापागाई पितृकी अग्रज बुवाहरू 84 पुरा पुग्नु भएको बुवा आदरणीय बुवा जयनारायण बुवा पनि हुनुहुन्छ। हाम्रो अङ्कल सानोबा हुनुहुन्छ। अत्यन्तै सुमधुर स्वरका धनी, भजन कीर्तनमा पनि अब्बल हाम्रो आचार्य पण्डित रविन चापागाई पनि हुनुहुन्छ। त्यसै गरी राधे दाई, हाम्रो साइला दाई, अजय दाई अनि हाम्रो माइली आमा हुनुहुन्छ। माइली आमा कति वर्ष हुनुभयो हजुर? 65 वर्षकी आमा हुनुहुन्छ। त्यसै गरी भाउजूहरू हुनुहुन्छ। सबैजना हुनुहुन्छ। हाम्रो पण्डित आचार्य रविन चापागाई हुनुहुन्छ। अहिले एकदमै तपाईँहरूले सर्वस्त्र बजारमा पनि उहाँले राम्रा राम्रा भजनहरू पनि ल्याउनु भएको छ। एकदमै परिचित हुनुहुन्छ उहाँ। सबैजनाले हेर्नुहुन्छ हाम्रो चापागाई परिवार है यो। हिजो हामी एकै ठाउँमा हुर्केको, जिमिरेमा हुर्केको। आज चाहिँ कोही खैरनी, कोही बर्दघाट, कोही कावासती। त्रिपिण्ड श्रद्धा गर्नको लागि हामी चापागाई बन्धुहरू त्रिवेणी धाममा हामी प्रस्थान गर्दैछौँ। उपस्थित चापागाई बन्धुहरूलाई सम्पूर्णलाई नमस्कार।